हेलो गाइस, गुड इभिनिङ। आज चाहिँ एमजीमा घुम्दैछु मेरो दिदीसँग। एक समय त नाना र म यति बेला सँगै हुन्थ्यो है, प्रायः जस्तो। आफ्टर अफिस नाना र मेरो एमजी मार्कमा सपिङ गर्नेदेखि लाल बजारदेखि लिएर सपिङ गर्ने के गर्थ्यौँ है पहिला नै, आजभन्दा कति वर्ष अगाडि। आजकल धेरै दिन बादमा आज फेरि भेट्यौँ नाना र म एउटा कामले गर्दा। एमजी मार्क घुमेको इभिनिङमा हेर्नुहोस् न, टुरिस्टहरू पुरा आइरहेको रहेछ। पुरा भन्दा पनि त्यति बेसी त होइन है नाना, ठिकैको अलिअलि। त अहिले खाजासाजा खाएर सबै काम सकेर पार्लरहरू गएर के गरेर निस्केको, त्यही त है। हजुर त्यही त, अहिले घुम्नु मन लागेको बेलामा घुमिराख्नुपर्छ। यहाँ हेर्नुहोस् न गाइस, टुरिस्टहरूले चाहिँ आई लभ गान्तोकमा खिच्दैछ यहाँ पुरा भिडियो बिचार। उनीहरूको लागि त दामी हो अब, तर हाम्रो लागि चाहिँ केही जस्तो पनि लाग्दैन। हजुर नाना, एकछिन यो ग्रुपमै नानालाई पनि भिडियो गरिदिनु अरे गरेको। नानाले चाहिँ अघि भर्खर फ्रेन्च कट गरेर निधार ठुलो भयो भनेर, निधार पुरा ठुलो देख्यो अरे कि गाइस। अन्त त्यो निधार छोप्नुलाई फ्रेन्च कट गरेर के भन्नुभयो।